यो बाटो चाहिँ चकेबा डाँडाबाट चाहिँ मुन्दुम ट्रेलको ट्रेल भनेर चाहिँ रहेछ है पदमार्ग रहेछ मुन्दुम ट्रेल डाँडै डाँडा डाँडै डाँडा डाँडै डाँडा कति दिन हिँड्नु पर्यो अब हामी जाने त जाउँ यात्रा सुरु सिटी वेस्टको आफ्नै वाहनमा वाहनमा सिटी वेस्टको आफ्नै वाहनमा डियो स्कुटी पनि स्कुटी हो यसले पनि गाडी यो पनि तान्छ भन्ने हेर है टेम्केको यो डाँडा डबल लोड यहाँ माथि डबल लोड आइपुगेछ ल टेम्केको यो चुचुरोमा चाहिँ आइपुगेको छ के लिएर थाहा छ टेम्केमा यहाँ कसरी के लिएर आइपुग्यो ल हेर्नुहोस् सिटी वेस्ट 98073929018989 को वाहन लिएर चाहिँ टेम्के आइपुग्यो यो वाहन लिएर टेम्के मात्रै होइन हामी पुग्यौँ हलेसी महादेवको दर्शन गर्नलाई भोजपुर हुँदै अनि के अरे दिक्तेल हुँदै हलेसी पुगेर आएर फेरि टेम्के डाँडामा छौँ है टेम्के संसारदेखि नि डाँडा टेम्के ल हामी चाहिँ अब टेम्केको टावर चढ्दैछौँ यहाँको माथिबाटको भ्यू कस्तो देखिन्छ तपाईँहरूलाई म देखाउँदैछु है त हेर्दै गर्नु होला स्टे ट्युन यो हो हाम्रो टेम्केको भ्यू टावरको टप फ्लोर माथिको हो त अहिले हामी आएको बाटो त्यो हो तलबाट हो पिचु त्यहाँ छ पिच त्यो हो अहिले हामी आएको चाहिँ यो होटलै यहाँ देखिँदो रहेछ यो होटल हो उता गेट पनि छ त ए उता निलो तीन देखेको
बाटो राम्रो भएको बाटो पिच भए त ल यहाँनिर चाहिँ पिकनिक कतिजना मान्छेहरू चाहिँ 1 जना 2 जना 3 जना 4 जना 4 जना 4 जना रहेछ हेलो आज हामी डियो स्कुटी लिएर टेम्केको टप फ्लोर टेम्केको टप डाँडामा हामी आएका छौँ टेम्केको टप डाँडा भनेको लगभग तपाईँको 3010 किलोमिटर माथि हाइटमा रहेको टेम्के डाँडा टावर पनि बनेको छ बवाल भ्यू पोइन्ट बनेको रहेछ यहाँ माथि बसेर चाहिँ म एकैछिन पनि बस्नु नसकेर झऱ्यो अब हाम्रो लगभग टेम्केको मेरो रहर इच्छा पनि पुरा भयो रहर इच्छा पुरा गर्ने चाहिँ मेरो आफ्नो वाहन हो स्कुटी कसैले बताएको छैन स्कुटी पनि पुग्छ टेम्के भन्थ्यो पुऱ्यायो होइन साथ दियो विशङ्कर बाबाले अहिलेसम्म र तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने चट्ट नडराइकन आफ्नो साधन छ भने लिएर आउँदा हुन्छ भ्यू पोइन्ट बनेको छ एकदम राम्रो दृश्य एकदम हाइटमा होइन सगरमाथा कति बज्छ 8,848 अहिले बढेको छैन बढेको छ के छ अनि हाम्रो यो चाहिँ 3010 किलोमिटर हाइट समुद्र सतहदेखि त्यति माथि हाइटमा रहेको यो टेम्के डाँडा एकदम दामी बवाल ल दामी लाग्यो मस्त बस ल यो चाहिँ नजारा टेम्के डाँडाबाट नजारा म्याडम यो भिरबाट चढेको झन्डै चिप्लेर छाला झन्डै चिप्लेको यहाँ आधी बाटोमा आएर अड्किरहेको थियो यहीँबाट त मैले ताने यहाँबाट आएको नि तानेर यहाँ माथिबाट यसरी यो भिरमा उहाँ म्याडम सगरमाथा चढ्ने अरे नि त ट्रेनिङ हुँदैछ उहाँको